टिकटकमा चाहिँ आजकल मेरो झोल मोमो र काँचो सुपारी बाहेक भिडियोज केही पनि आउँदैन। त्यही भएर हामी चाहिँ लाग्यौँ झोल मोमो खान नेपाली रेस्टुरेन्ट। यो पछि हामीले काँचो सुपारी पनि किनेको छ, तर भिडियो चाहिँ मैले अपलोड गराएको छैन। जाने बित्तिकै एकदमै राम्रो नेपाली म्युजिक बजिरहेको रहेछ अनि रेस्टुरेन्ट पनि ठ्याक्क एम्टी परेको बेला थियो, एकदम क्वाइट पिसफुल। वी गट यो पापड क्रन्ची मिठो थियो। वी अल्सो गट द चाट पापडी। यो चाहिँ एकदमै पोर्सन धेर थियो, यो चाहिँ खाँदा खाँदा खाइ नै नसकेर कति टाइम लागेको थियो। एन्ड वी अल्सो गट द चिकन चिल्ली। युजली मलाई चिकन चिल्ली मनपर्छ, तर योपालि चाहिँ इट वाज ओके, त्यस्तो खासै लागेन। एन्ड वी अल्सो गट चिकन चिल्ली मोमो विच वाज द बेस्ट। युजली मोमो चाहिँ झोल नै मिठो हुन्छ यहाँको, तर योपालि चाहिँ मलाई झोलभन्दा पनि चिकन चिल्ली मोमो एकदमै मन पर्यो। अब यस्तो हट कुरा खाएपछि चिसो पनि खान पर्यो, सो मैले चाहिँ लस्सी खाएँ। लस्सी पनि कति धेरै थियो, म्याङ्गो लस्सी। युजली स्विट लस्सी खान्छु मैले, बट म्याङ्गो लस्सी वाज टु मच फर मी। एन्ड माई हस्बेन्ड गट नेपाली चिया। थ्याङ्क यू फर वाचिङ। सबै एम्टी प्लेट्स हेर्नु होला।